हामी लाहान 15 स्थित लाहान 15 परेछ नि गाजी लाहान 15 स्थित एकदमै मनोरम पर्यटकीय स्थल तथा सिमसार क्षेत्रमा आज अवलोकन गर्नको लागि आइपुगेका छौँ र मनै प्रफुल्लित बनाउने आनन्दित बनाउने खालको वातावरण यहाँ रहेको छ। यो सानो पार्क पनि रहेको छ र यहाँ केही जीव जनावरहरू पनि राखिएका छन्। बिस्तारै म तपाईँहरूलाई देखाउँछु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ मयूर पनि छ, केही हाँसहरू पनि छ, केही प्रोहिबिसनहरू पनि राखिएको छ। खोज्ने, चलाउने, छुने, ढुङ्गा हान्ने, खानेकुरा दिने, हल्ला गर्न चाहिँ यहाँ नपाइने। मलाह झिल पनि रहेको छ। निर बिरालो रहेको छ जुन भित्रपट्टि चाहिँ रहेको छ। यहाँनिर दुम्सी पनि रहेको छ। दुम्सीले चाहिँ तपाईँ देख्न सक्नुहुन्छ भित्रपट्टि दुम्सी छ। निकै खतरनाक हुन्छ, त्यसले काँडाले हान्न सक्छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ स्याललाई, गोल्डन ज्याकललाई पनि यहाँ राखिएको छ। उल्लु चरा पनि रहेको छ। टर्की पन्छीहरू पनि राखिएका छन्। प्रायो नीलगाई, अजिङ्गर पनि राखिएको छ। अजिङ्गरलाई चाहिँ एकदम छुने राखिएको छ। लेकिन नहीं जीते वो ना कि चीजें ना सकते। बहुत कम ठाम थे लेकिन कम सी में ओकरा टिकट है। यता नीलगाई हेर्न सक्नुहुन्छ। नीलगाई चरिरहेको छ। रातो बाँदर त्यहाँ माथि रातो बाँदर पनि छ। एउटा बाँदर चाहिँ बाहिर पनि रहेको छ, एउटा बाँदर भित्र पनि रहेको छ। यहाँ कछुवा यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ भालु ग्रिजली बेयर पनि देख्न सक्नुहुन्छ तपाईँ। यहाँ राखिएको छ। यहाँनिर टर्की घुमिरहेको छ। टर्की अहिले ग्रिजली बियरको हातमा पर्यो भने यहाँ बाल मैत्री पार्क पनि रहेको छ। त्यसमा चाहिँ बच्चाहरूलाई टर्की मुर्गा कस्तो लागिरहेको छ? एकदम रमाइलो छ, मनोरम, मस्त लागिरहेको छ। खेल्बी निकै नै मनोरम पार्क रहेको छ र यसको तपाईँहरू जो हेरिरहनु भएको छ एकचोटि अवश्य यहाँ आउनुहोला र आन्तरिक पर्यटनलाई टेवा पुर्याउने काम गर्नुहोला।